घर कहाँ होला भन बाबा मम्मी छैनन् कहाँ हो घर घर छैन अनि मम्मी बाबा खै बितेको सानैमा बितेको ए को हुनुहुन्छ तिम्रो घरमा मतलब कोही छैनन् तिम्रो आफन्ती कोही छैनन् ए भनेपछि कहाँ बस्छौ तिमी त्यो पानी देऊ उसलाई ल पानी ल अब हैन पानी राख पैसा दिन्छ ल पानी राख के हामी चाहिन्न कति रुपियाँ दिने खोइ छोड त ल अहिले त अब हामी पनि घुम्न आएको कि पैसा सैसा त छैन कि यतिर मैले काम गर्ने खान्छु लाउनु खुर पानी राख्दिनु हैन राख तिमी पानी राख ल हेर न राख पानी राख्दिनु म पैसा हैन कि त्यस्तो हैन बाबु खाऊ ला बाबु त रोइदेला न नि मलाई ल बाबु के किन खाऊ कि बाबु ल राख के हुँदैन ल पानी लौ पानी राख्नु पानी ल के कसैलाई बेचे अरूलाई बेचो जो के हुन्न के हुन्न हैन हैन बाबु हामी त्यस्तो हैन हामी ल उनले बेचेरै अब हैन के यस्तो दिन भन्दा काम गरेरै खाने भन्ने सोचे खाने हैन केही छैन ठिक छ ल जाऊ ल अब हामी पनि घुम्न आएको कि पैसा सैसा छैन हैन दिन्छन् कि हामी पानी तेल ल्याएर दिउ कि बिचारा अब उसले अब बेचेरै खाने भनिराख नि त त्यही भएर हैन के लफाङ्गा ल हुन्छ है जाऊ ल केही छैन ल ठिक छ बाई यो लौ त बाबु बितेको भन्छन् घर सर छैन भन्छन् अब खै अब के हो होइन होला अब सबैजनाले होइन भाइलाई देखेर नै अर्कै लाग्यो मलाई त लास्टै नराम्रो लाग्यो अब हामी पनि अब घुम्न आएको पैसा सैसा नि हामीसँग हुँदैन त्यस्तो सबै उता सिक्लेसतिर गएर पैसा सैसा सबै सकियो मसँग पनि 1000 रुपियाँ जति थियो म त पहिला पैसा थियो कि मैले त अब उतै घुम्न गएर हामी सबै पैसा सक्यौँ होइन अब अलिअलि पैसा भएको अलिअलि अब 1000 रुपियाँ जति मगाएँ फेरि घरबाट अब त्यही 1000 रुपियाँले अलिअलि चलिरहेको छ होइन अहिले त पैसा नि थिएन अब त्यति हातमा थियो अलिकति धेरै भइदिएको भए त अब सहयोग गर्न नि हुन्थ्यो कि आफूसँग नि भइदिएन